कपडा यस्तो गर्नु नि यो मालालाई लाइदिनु त्यसलाई त्यो लाइदिनु त्यो निजन लाइदिनु जान एउटा हराएछ नि राम्रो हुने पर्यो लाउन हातमा लाइछि आलु भयो बुइया के बुइ जान लाइछि कस्तो लाइदिनु भयो अलिकति भए त म मिलाइदिन्छु हजुर अझ मिलाइदिन्छु धेरै बस्नु भएन नि अब अहिले एकछिन त्यसलाई नि अहिले अब बस्नु अप्ठ्यारो हुन्छ होला कि सुल्टै भयो यो हेर्दैन अहिले तिमीले सौगुनीलाई पूजा गरेर पो दिने हो त माला टोपी पहिला त यहाँ पूजा गर्नु आमाले त पूजा गर न यस्तो पूजा गर्ने जहिले गर्दाखेरि पञ्चपात्रमा पानी हुनुपर्छ अब फुल खै फुल छैन हौ फुल यहाँ बालकलाई पूजा गर्दा यस्तो गरेर पूजा गर्छ यो अमला देखिन्छ पनि लु न छिटो निक्लिम हौ लु सामान हालौँ न त्यहाँबाट गाडीमा हौ के हाल्नुपर्ने लु हाल न साथै हाल अनि त्यहाँ बाहिर अब यहाँ हामीले भिडियो कलर पूजा गरिसक्यो सबैलाई त्यहाँ यसो चाहिँ फुलवाला के होइन सामानहरू त नबिर्सिकन हाल्नु पर्यो नि त सामानहरू नबिर्सी हाल्नु पर्यो नि त यो त बाहिरै गरेको थियो होला यो लो बेहुलालाई ठिक पार्नु है अब रेडी टु रेडी त्यो सामान चाहिँ नानी सामान ल्याउँदै गरी हालिदिएको त्यो अरू सामान हो यहाँ गाडीमा हाल्ने चाहिँ बाहिर 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 राति बाहिर सुटकेस माथि
भन त जाऊ त धमालाई ए अजिलाई तल जानु भएको पहिला अब यसलाई पहिला पूजा गरे बिस्तारो नाच्ने होइन टोपीलाई पनि गर यहाँ फुल कता यतापट्टि हेर्नु न प्लास्टिकमा छ प्लास्टिकमा यता अब तिमीले यो माला लगाइदेऊ आशीर्वाद दिनु पर्यो ओइको माला उयो ल्याउनु त सम्झे दोस्तो आज त आमाले हो सबै के छ त्यो ल्याउनु न नजिक गर्दा भयो नि त खै ल्याउनु त म व्यस्त गर्छु त्यो चिज चाहिँ ल्याउनु टोपी लाइन हो पहिला टोपी यहाँ छ होला यहाँनिर हेर्नु त बाबु छ दुईटा थियो त टिको लगाएर माला दादाले अब हिँड्ने बेला फोटो खिच्नु त अझै लामो भएको छ यो माला त अलि लामो भएको छ ल अर्को प्लास्टिकको चाहिँ के ल्याउनु पर्ने कि नपर्ने के छ प्लास्टिक कोही लुगा छ ओ यो झोलामा छ हो प्लास्टिकको झोलामा अहिलेको सम्झी धेरै भएका छन् कि अहिले त परिको बाला पनि त आफ्नो हो नि त यो अब यसो ऊ माथि भसी बाँधेदेखि पहिला जहिले पूजा गर्दा यो एउटा मात्र हो नि टीका लगाइदिँदा कसैले के गर्दा पहिला फुल यस्तो शिरमा यस्तो उनीहरूले खोजाएर दर्शन गर्दैन हौ अब जे भोकाएको बेलामा त्यो सबै बाटाहरू कहिले निकाल्ने हो पर्की यहाँ हेर्नु छ यही भाउ भइहाल्छ यो चाहिँ छेउमा राम्रो छ लु यो चाहिँ त्यो मैले बुझ्दैन त्यति मात्रै लगाइदेऊ न हुन्छ हो किन दुध एउटा गरेको त हौ यो के गर्नु पर्ने यो पहिला बाहिर लगेर साउन्ड गर्दा पठाउने पहिले त्यसो गर्ने होइन अहिले चाहिँ तेरो दाहिने हात चाहिँ अन्डा पर्नु पर्यो त्यति कुरा बुझिरहेको दाहिने यसो पार्दा त्यो दाहिने हातमा चाहिँ अन्डा पर्नुपर्छ है जहिले पनि त्यसरी गर्छ सगुन दिँदाखेरि लिनु न लिनु आफैले खाने हो यसलाई चाहिँ अहिले सगुन त्यसरी खुवाउने हो यसलाई चाहिँ तिमीहरू ठिक पारेको नानी अब तल यहाँबाट गर्छौ त तिमीहरू ल अझै लगाइदियो गाडेर लाउने हो अनि अझै मिलाइदेऊ हौ त्यहाँ दिएर यसो सिउरिदे अनि यहाँ नानीले मिलाइदिन्छ है अब को त अर्को खै अब भयो त एकजना को के बोलाउ न बोला यता गणेशलाई बाबुले तपाईँ यता आउनु के भयो माला लगाउनु ए लुलु हजुर माला अलि ल्याउनु पर्छ अलिक माला यहाँ दाजुलाई चाहियो यहाँ बाबुलाई उयो चाहिँ बाहिर निकाल्नु पर्छ हौ पैसा साथ दिनु पर्दैन हौ पापासको राखेर टक्कर टक्कर पारेर हौ दाजुलाई ल्याउ न यसो ल्याउ
यहाँ दाजुभाइ हामी मोहनदालाई म बोलाउँछु बोलाउ न खै बेहुलाको बाबु खै अहिले अलिकति सिमरी झिकेर नि ती जन्ती जानु जतिले सबैले सिमरी लगाइदिनुपर्छ माला लगाइदिनुपर्छ भइसक्यो म त यतैबाट यतै छु आफूले नगरेको चाहिँ आफूले माला ल्याएन हौ एउटा अलिकति बनाऊ अनि त्यहाँ यो ढोकाबाट के ढोकाबाट हौ त्यो सयबाट बोक्ने कि किनाबाट चाहिँ उक्लिनु भन्नु यताबाट आउनु भन्नु एकातिर जानुपर्छ ती सबै बोक्नेहरू यहाँबाट आएर यता जानुपर्छ अनि सबभन्दा मेन भनेकै एउटा बोतलमा तेल हाले कि हाल्नु तेल अर्कै थियो यो त होइन बेहुलाको बाबु यहीँ बस्नु पर्ने कहाँ चाहिँ जान्छ हौ बेहुलाको बाबुलाई ल्याइदियो अलिक मजाको माला छ चिनिनु पर्यो नि त बेहुलाको बाबु भन्ने हाम्रो ग्राफ कता गयो हाम्रो बेहुलाको बाबुले सबै टिका लगाइदिनु पर्ने पर्ने नि त खै त अब लगाइसक्यो मेरो बुहारीहरू ल्याइदिएको थ्याङ्क यू ममा पुग्नु भएकोमा तम्बो कताबाट जाने हो छिटमा अब यता अब उहाँले पुष्पा पालन न नि गेटमा अर्को एकजना छिर्दा भइहाल्छ त बिदी त हो ए उताबाट आएर फेरि गेट चाहिँ कता हाल्नु त के थाहा भएर सँगै सँगै बस्नु उता हेर हेर उता सुन्ने दुईटैले हो
कलशानी पूजा गरौँ हो त्यसलाई कलशानी पूजा गरौँ अब यहाँ सबै पूजा गर्नु पर्छ टपारी चाहिँ भेट्दिउँ भने ब्रह्मा मुरारी त्रिपुरम सकारे वाम शशि परिषदो बुधश्च गुरुश्च शुक्र शनिराव नव सर्वे ग्रहा सर्वकरा भवन्तु मान्छे कम भयो मान्छे कम भयो जाने जतिलाई दुईवटा यो सबै ल भित्र जाने जतिलाई चाहिँ टिका अरे ए यहाँ एउटा यस पनि काम सक्छ गर्मीले भाइ बोलौँ बोलौँ के गर्नु भाइ बेहुलीको मान्छे अब स्वागत गर्नु मान्छे बोलाउँछ मामा भने हुन्छ घरको स्वागत गर्नु टिका लाएर स्वागत गर्नु हाम्रो गन्तव्य त्यही छ राजालाई सकिएन मन्दिरलाई त पछाको पछा ओम लम्बोदरम परमशंकरं एकदन्तं रक्तांबरं नमः ओम विघ्नार्थे श्रीमन्महागणाधिपतये नमः यार ओम विघ्नार्थे श्रीमन्महागणाधि सपरिवार या गच्छ यतिष्ठ या पूजा करोमि तावतो भव सुकृष्णावर्तो भव सकलपूजा विघ्नार्थे गन्धाक्षत पुष्पाणि मध्यमात्र ग्रास्मिता चौटी सागरा सप्ता संक्रान्तिमा वसुन्धरादि वेदो वेदो समावेदो यथार्पण अङ्गे च सहिता सर्वे उता सरेपछि मैले चाहिँ के गरी देख्नु त त्यहाँबाट छेकियो कि उतापट्टि जानु न त्यहाँबाट छेल्नु भएन गुरुबाजु मास्तिरतिर गइदिए हुन्थ्यो बेहुलै देखिएन है गुरुभित्र छिर्ने बेला भयो अलिक अलिक भित्र क्यामेरा छड्के बस्नुपर्छ नि होइन नि ठाउँ अब यता ठाउँै छैन हटाउनु पर्छ नि त क्यामेराले खोका खोका हटाइदिनु न अलिकति भित्र हटाइदिनु पर्यो है बेहुलाई सर्नु पर्ने बेला अलि चाहिँ भयो अगाडि सर भाइ ठिकै छ हो त्यो यात्री लगाइदिउँ कि त अनि अर्को पछाडिबाट अर्को लाइट पछाडिबाट अर्को लाइट काली भन्दा अगाडिको मान्छेले बाँधिदिनु न
यो त्यो निकाल्नु सामान अब बेहुली त्यहाँ बस्ने हो बेहुली त्यहाँ बस्ने निकाल्नु त्यो सामान फोटो खिच्नु अब राम्रो क्यामेराम्यानले एकदम छिटो खिचिसक्ने है दुईजनाको मात्र दुईजना मात्रै खिच्ने फोटो गर्मी मात्रै भयो तपाईँले सबैजना निस्किनु दुईजनाको मात्र खिच्नु राम्रो भागै छिटो क्यामेराम्यानले छिटो पार्ने है एकछिन दाइ अलिकति यता छोडिदिनु म यहाँ खिच्दैछु ल तपाईँ चाहिँ किन घुम्नु भयो अब त सक्यो होला अब हाल्यो भने त झुक्याएर हान्नु त पाइएन नि त बहिनीलाई छड्किँदैन फोन उठाउनु न हेरेको पनि
हेलो तेल छैन अलिकति यता जान्छ एउटा खिच्दैन एउटा गोर्खा खिचेको खिचै गर्नु है भाइ अनि मात्रै फोटाउने फोटो खिच्दैन मान्छेले बोलाइदियो अहिले जानु त्यहाँबाट छिर्नु त होइन गाडी हाम्रो त उहाँ पार्टीमा बिहा गर्दा बुझ्नु भदैदेखि बिहा गर्दा सबैलाई मिलाएर त्यसरी पछाडि राखेर नि अरूको आफन्तहरूको पनि त्यसरी ठ्याक्कै मिलाएर मेरो त खासै राम्रो आउँदैन हौ त्यहाँ किनभने त्यो रातोले त्यस्तो बनाएको क्या होइन नि त त्यही सुरज पछाडि उभन हो 2 जन पछाडि गर जेठी उमाइली अनि साइली काइली in 2020.
फेरि पानी समाउनु दिन्छ आजको शुभारम्भको बेला हुन लागेको छ घडीवालाहरू तयार होइन ओ पानी चाहिँ छोड्नु भनेको ओम गोविंद रोइन्छ प्लेटहरू सक्यो अब थालहरू मार्ने छन् नि त थालहरू
Google के सर्च गर्नु हो गुगलमा मेरो नि मेरो नाम के हो ओए चौने आद्या ओए स्टिक फ्राइड जानु त ओए स्टिक फ्राइड ओए पिंक कलर को त के हुन्छ पानी यत्रो छ पनि राम्रो आउँदैन
देखाउने अहिले Thank you.
जान्छ